3 अङ्कको अग्रता नेपाल पुलिस क्लबलाई पछ्याउन चाहन्छ न्यू डायमन्ड स्पोर्ट्स एकाडेमी। यो सेटमा आफूलाई कमब्याक गर्न चाहन्छ तर सहज पनि हुने छैन यो टोलीका लागि। प्रगति सुनिता चान्स हुनेछ अलिसालाई रोकेको छ अहिले न्यू डायमन्डले। कमलाले दिनेछन् यहाँ लक्ष्मीलाई, लक्ष्मीको स्पाइक पनि सफल भएको छ नेपाल पुलिस क्लब। लक्ष्मीको स्पाइकलाई ब्लक गर्नको लागि सुनिता सलिना दुवै खेलाडी सँगै गएका थिए, सफल भने हुन सकेनन् यसपटक। लगातार अङ्क गुमाइरहेको छ न्यू डायमन्ड, दबाव महसुस गरिरहेको छ यहाँ। प्रगति चान्स हुनेछ यहाँ नेपाल पुलिस क्लबको लागि। के गर्नेछन् लक्ष्मीले, पुनः त्यही गर्नेछन् जो अघिल्लो पटक गरेकी थिइन् नेपाल पुलिस क्लब। अब सहज अवस्थामा 5 अङ्कको अग्रता छ यो टोलीलाई। निकै राम्रो सेटअप थियो कमलाबाट, त्यही अनुसारको स्पाइक पनि गर्न सफल भएकी छिन् लक्ष्मी। सलिना श्रेष्ठ डिफेन्सको लागि तयार थिइन्, सहज भएन उनलाई। उषा प्रगति सलिना शान्तिकला कमलाले दिनेछन् लक्ष्मीका लागि। पुनः यो पटक असफल हुनेछन् लक्ष्मी। लगातार 2 अङ्क दिलाएकी थिइन्, त्यसपछि अहिले भने आउट फाल्न पुगिन्। लक्ष्मीको त्यो पावरफुल स्पाइक थियो, सही ठाउँमा स्पाइक हुन सकेन। सलिना कमला अलिसा मानन्दर निकै नै क्विक पावरफुल पनि त्यहाँ। एलिसाको क्विक स्पाइकलाई सलिना श्रेष्ठ डिफेन्स गर्न असफल रहिन् त्यहाँ। अलिसा निसा बचाएको छ यहाँ नेपाल पुलिस क्लबले। प्रगति सलिना बुढा मगर शान्तिकलाले रिसिभ गरेकी छिन् त्यो बललाई। लक्ष्मीको स्पाइक पनि रोकिरहेको छ, प्लेसिङ गर्न चाहन्थ्यो प्रगति। कमला त्यही थिइन्, लक्ष्मी पुनः पनि यो पटक पनि चाहन्छ यहाँ। ओहो प्रगति स्पाइकमा अब उषा कमलाले दिनेछन् कोपिलालाई र कोपिलाले अङ्क दिलाउनेछन्। कोपिलाको स्पाइक थियो त्यहाँ। हेलो निशा महर डिफेन्सको लागि गएकी थिइन्, अघि बढेकी थिइन् उनले, तर डिफेन्स गर्न सकिनन् यसपटक। अब 6 अङ्कको अग्रतामा अघि बढेको छ नेपाल पुलिस क्लब। निकै नै सहज हुनेछ यदि यो अग्रतालाई कायम राख्ने भने। निकाल्नु पर्नेछ यस्तै स्पाइकहरू। सुनिता खत्री पटक चाहिएको छ टोलीलाई, आवश्यक छ क्विक स्पाइक। अङ्क प्राप्त गरेको छ टिपटप न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीले। कोपिला राणा त्यहाँ ब्लकको लागि गएकी थिइन्, उनलाई कुनै टच हुन सकेन। अन्तर घटाउन सफल भएको छ न्यू डायमन्ड। सुनिता मिस्टेक सर्भिसमा सामान्य कुराको मिस्टेक हुनुहुन्थेन यहाँ। आवश्यक छ टिमलाई अङ्क दूरी धेरै भइसकेको छ, त्यही पनि सर्भिस मिस गरिरहेकी छिन् सुनिताले। कमला निशा प्रगति प्लेसिङ यो पटक अङ्क आउनेछ न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीलाई। कमला प्रगतिनाथको प्लेसिङ थियो यसपटक। लक्ष्मी त्यहाँ कुनै मौका पाएनन् उनले, ब्लकको लागि तयार थिइन्, त्यही अनुसारले जम्प पनि गरेकी थिइन् उनले। प्रगति कोपिला कामना विष्ट यो पटक आउट जानेछ उनको स्ट्राइक। अङ्क आउनेछ पुनः यहाँ न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीलाई। कामना विष्ट त्यहाँ केही हतार गर्न पुगिन्। प्रगतिनाथ सर्भिसमा उषा कमलाले दिनेछन् कसलाई, लक्ष्मीलाई रोकेको छ अहिले न्यू डायमन्डले। कमला लक्ष्मी र आउनेछ अङ्क। लक्ष्मी चन्द यो सेटमा त पुरै न्यू डायमन्डलाई सोच्न बाध्य बनाइरहेकी छन् उनी एक्लैले। निकै राम्रो प्लेसिङ थियो लक्ष्मी चन्दबाट। सुमित्रा रेग्मी एलिसा केही
कुनै मौका पाएनन् त्यहाँ। प्रगति सुमित्रा र चाउट हुनेछ नेपाल पुलिस क्लबको। आउनेछ अङ्क पुनः न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीलाई 4 अङ्कको अग्रता नेपाल पुलिस क्लबको। अब सुमित्राको यसपटकको स्पाइक थियो। प्रगतिनाथको सेटअप निकै राम्रो, स्पाइकबाट अङ्क जोड्न सफल भएको छ। बचेको छ बल, कुनै पनि चान्स छ नेपाल पुलिस क्लबलाई। उषा के उषाले रोक्ने छ? उषा अहिले पावरफुल स्पाइकको लागि गइनन्, उनलाई थाहा थियो ब्लक आइरहेको छ, त्यसैले सहजै निकै चलाकपूर्ण तरिकाले प्लेसिङ गरिदिएका थिइन् उषा भण्डारीले। यसपटक 5 अङ्कको अग्रतामा अब फेरि नेपाल पुलिस क्लब के यो सेट जितेर खेल जित्नेछ अथवा न्यू डायमन्डले कमब्याक गर्नेछ? हिँड्छ 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 प्रगति हिँड्छ त्यहाँ बल। प्रगतिनाथ बल आउट गयो भनेर छलेकी थिइन्, तर राइट पोजिसनमा बल स्पाइक भएको छ। टाइम आउट लिएको छ न्यू डायमन्डले। टाइम आउट सकिएको छ। 6 अङ्कको अग्रता नेपाल पुलिस क्लबलाई। न्यू डायमन्डलाई भेटाउन 6 अङ्क आवश्यक। टोलीलाई के गर्नेछ? कोपिला के भेटाउनेछ? सलिना बुढा मगर भेटाउनेछ। यदि यस्तै किसिमले खेलेमा, यस्तै किसिमको स्पाइक आएमा कोपिला डिफेन्स गर्ने प्रयास गरेकी थिइन् त्यहाँ, दर्शक दीर्घामा पुग्न पुग्यो। उनले डिफेन्स गर्न खोजेको बल। 5 अङ्कको आवश्यक यहाँ बराबरी गर्नको लागि न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीलाई। पुनः चान्स, के चान्स क्र्याब हुनेछ? पुनः पनि चान्स यहाँ। सलिना बुढा मगर के गर्नेछन्? चान्सलाई सदुपयोग गर्नेछन्। लगातार 2 अङ्क। पक्कै पनि खेलमा कमब्याक गर्ने प्रयास गरिरहेको छ यहाँ न्यू डायमन्ड। 4 अङ्कको अग्रता अब नेपाल पुलिस क्लबलाई। 6 अङ्कको अग्रताबाट आउट हुनेछ बल, आउनेछ अङ्क। अब बलियो अवस्थामा छ टिपटप न्यू डायमन्ड स्पोर्ट्स एकाडेमी। 1 सेट त जितेको थियो टोलीले, त्यसपछि भने आफ्नो त्यो लयलाई कायम गर्न सकेन यो टोलीले। नेपाल पुलिस क्लब निकै नै बलियो अवस्थामा अब प्रतियोगिताको उपाधि जित्न चाहन्छ यो टोली। आउट हुनेछ कामना। कामना सर्भिसमा गल्ती गर्न पुगेकी छन्। यहाँ टिमलाई फराकिलो अग्रता आवश्यक परिरहेको छ। यदि यो सेट जित्दै प्रतियोगितामा च्याम्पियन बन्ने हो भने। निशा शान्तिकला उषा प्रगति सलिना बुढा मगर प्लेसिङ गर्न चाहन्थिन्। पुनः पनि चान्स छ यहाँ न्यू डायमन्डलाई। के सदुपयोग हुनेछ? पक्कै सदुपयोग हुनेछ यो चान्स पनि। निकै पावरफुल स्पाइक थियो सलिना बुढा मगरबाट। नेट टस हुँदै आएको थियो। टाइम आउट लिएको छ नेपाल पुलिस क्लबले। समर्थकहरूको उत्साह हुनेछ यहाँ यदि यो सेटमा न्यू डायमन्डले कमब्याक गरेमा। 5औं सेटमा जानेछ खेल, निकै रोचक हुनेछ त्यसपछि जानै।
त्यही चाहनेछ तर नेपाल पुलिस क्लब चाहनेछ। सलिना बुढा मगर फर्केको छ बल, पुनः चान्स पठाइदिएका छन् शान्तिकला। यहाँ उषा भण्डारी चान्स छ यहाँ। सलिना बुढा मगर त्यति राम्रो हुन गएन उनलाई। उषा आउट जानेछ बल, आउनेछ अङ्क टिपटप न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीलाई। टच आउटको अपिल त गरिरहेकी छन् कमलाले, तर आउनेछ अङ्क यहाँ। खेलमा फर्किने लय देखाइरहेको छ यहाँ। न्यू डायमन्ड 6 अङ्कले पछि परेको टिम अहिले भने खेलमा फर्किरहेको छ। उषा भण्डारी यो पटक सफलता उनलाई। 3 अङ्कको अग्रता नेपाल पुलिस क्लबलाई पुनः। यसपटक पनि जवाफ फर्काएकी छिन् उषा भण्डारीले। सलिना श्रेष्ठ कुनै मौका छैन उनलाई डिफेन्स गर्नको लागि। सलिना बुढा मगर गएको छ बल बाहिर, निकै नै पावरफुल स्ट्राइक। नेपाल पुलिस क्लब गडबड गर्न पुगेको छ यहाँ। खेलमा फर्किने मौका दिइरहेको छ टिपटप न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीलाई। आउट जानेछ बल, आउट जानेछ लक्ष्मी। निकै रोचक हुनेछ यदि यो सेट न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीले जितेमा 5औं सेटमा जानेछ खेल। निकै रोचक हुनेछ। दर्शकवृन्द 10औं रेड बुल पिएम कप एनबिए महिला तथा पुरुष भलिबल लिग 2083 अन्तर्गत महिलातर्फको फाइनल खेल निकै रोचक भइरहेको छ। सेटमा फम्बल हुन पुग्यो, पुनः अब बराबरी हुनेछ यो खेलमा। फर्केको छ न्यू डायमन्ड स्पोर्ट्स एकाडेमी, आफ्नो खेलमा फर्केको छ। 6 अङ्कले पछाडि थियो यो टोली, 6 अङ्कले पछाडि रहेको अवस्थाबाट पुनरागमन गरेको छ। चौथो सेटमा जित्ने शैली देखाएको छ यो टोलीले, आफ्नो बलियो मेन्टालिटी ल्याएको छ। अब पनि रोचक हुनेछ यहाँ खेल। पुनः पनि फम्बल हुनेछ कि आउनेछ यहाँ। गल्ती गल्ती गल्ती, यही किसिमको गल्ती चाहिएको छैन यहाँ। लगातार नेपाल पुलिस क्लब अङ्क गुमाइरहेको छ यहाँ। 6 अङ्कको अग्रता जोगाउन सकिरहेको छैन। निकै रोमाञ्चक बनिरहेको छ यो सेट पनि। अलिसा तुषारले रोकेकी छिन् त्यहाँ। जेनिसा अब भने चान्स हुनेछ नेपाल पुलिस क्लबलाई। कसले दिनेछ यो चान्स? के लक्ष्मीले लिनेछन्? रोकेको छ यो पटक लक्ष्मीलाई। जेनिसा आएकी छन्, आउट जानेछ बल यहाँ। जेनिसाको स्पाइक आउट भएको छ यहाँ। प्रगतिनाथको त्यो सेटअपलाई उनले ब्याककोर्टबाट आएर स्पाइक गरेकी थिइन्, आउट भएको छ। पुनः 2 अङ्कको अग्रतामा नेपाल पुलिस क्लब अघि बढ्नेछ। अब अलिसा प्रगति, जेनिसा चान्स नेपाल पुलिस क्लबलाई र सदुपयोग गर्नेछन् लक्ष्मी चन्दले। खाली ठाउँ देखेकी थिइन् उनले, त्यही पठाइदिन् बल, प्लेसिङ गरिदिन्। अहिले निकै चलाकीपूर्ण ढङ्गले प्लेसिङ गरिदिएकी छिन् लक्ष्मी चन्दले। यो अङ्क टिमको लागि आवश्यक परिरहेको थियो। सुनिता र प्रगतिनाथ ब्लकको लागि आएका थिए, उनीहरूलाई छक्क्याउँदै प्लेसिङ गर्न सफल भएकी छिन्। अलिसाको सर्भिस हो, पुनः पनि असहज भइरहेको छ यहाँ। मात्र चान्स बल हुनेछ यहाँ नेपाल पुलिस क्लबका लागि। कोपिलाले रोकेको छ, सरस्वतीले दिनेछन् लक्ष्मीलाई। पुनः लक्ष्मीको लागि एकपटक राम्रो रहेन बल। चान्स छ, के सदुपयोग हुनेछ? आउट जानेछ बल, सदुपयोग हुनेछ। न्यू डायमन्ड खेलमा फर्किने लय देखाइरहेको छ। पुनः पनि निकै पावरफुल स्पाइक थियो यसपटक सुनिताबाट। उषा भण्डारीले डिफेन्स गरेकी थिइन् तर बाहिर नपुगेको छ।
सुनिता सर्भिसमा गल्ती गर्नु हुँदैन। अब मात्र सर्भिसमा गल्ती गर्नु हुँदैन। बाँकी रोक्ने कुरामा त त्यही पठाइदिएकी छन् सुमित्राले। लक्ष्मी बचाएको छ बल यहाँ। प्रगति चान्स यहाँ नेपाल पुलिस क्लबको लागि। लक्ष्मी मात्र बचाउनु त पर्ने थियो त्यो बललाई। रेबिका केही गल्ती गर्न पुगेकी छिन् यहाँ। अङ्क गुमाइरहेको छ न्यू डायमन्ड। रेबिका केही कन्फ्युजन थिइन् त्यहाँ। कमलाको सर्भिस हो। प्रगति चान्स हुनेछ लक्ष्मीका लागि पुनः। रिकभर त गरेको छ नेपाल पुलिस क्लब। सहज अवस्थामा यो बलमा पनि लक्ष्मीलाई के रोक्न सक्ने छैन यहाँ। आउने छ अङ्क नेपाल पुलिस क्लबलाई। अब भने सहज अवस्थामा यो खेल जित्न, फाइनल जित्न, उपाधि जित्न मात्र 2 अङ्क आवश्यक नेपाल पुलिस क्लबलाई। लक्ष्मी चन्दलाई रोक्न नेपाल पुलिस क्लबकी लक्ष्मीलाई रोक्न निकै कठिन भइरहेको छ न्यू डायमन्डलाई। यो खेलमा कठिन भइरहेको छ। कमला प्लेसिङ गर्न चाहन्थे प्रगति, तर बल भेटिएको छ। चान्स हुनेछ के यहाँ? जेनिसा आउट फाल्न पुगेकी छन्। जेनिसा नेपाल पुलिस क्लब म्याच पोइन्टमा छ। अब 24-19 को अवस्था छ। 1 अङ्क मात्र आवश्यक नेपाल पुलिस क्लबलाई प्रतियोगिताको उपाधि जित्न। लगातार चौथो पटक उपाधि जित्ने यो टोलीलाई मात्र 1 अङ्क आवश्यक। नेपाल पुलिस क्लब च्याम्पियन टोली, च्याम्पियन शैली देखाइरहेको छ यहाँ। यो खेलमा फर्किएको छ नेपाल पुलिस क्लब। प्रगति के रोकिनेछ या चान्स हुनेछ? लक्ष्मी अङ्क दिलाएकी छन्। आउनेछ यो खेल नेपाल पुलिस क्लबलाई सेलिब्रेसन गर्नेछ। नेपाल पुलिस क्लबले 25-19 जितेको छ। प्रतियोगिताको उपाधि जितेको छ यो टोलीले। न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीसँग लगातार 3वटा प्रतियोगितामा फाइनलमा हारेको थियो यो टोलीले। त्यो फाइनलमा हारेको बदला लिएको छ आज नेपाल पुलिस क्लबले। खुसी हुनेछन् नेपाल पुलिस क्लबका खेलाडी। पर्सिजेक खुसी हुनेछन्। लगातार 3 पटक हारिरहेको थियो 3वटा प्रतियोगिता। केएनपी प्रतियोगिताको उपाधि जितेको थियो। न्यू डायमन्डले हराएको थियो पुलिस क्लबलाई। त्यसपछि एनबिए को क्लब च्याम्पियनसिपमा पनि हराएको थियो नेपाल पुलिस क्लबलाई न्यू डायमन्डले। त्यसपछि टाइगर कपमा पनि हराएको थियो यो टोलीले न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई। र लिगमा भने जितेको छ नेपाल पुलिस क्लबले प्रतियोगिताको उपाधि। सेट रिजल्ट हेर्न सक्छौँ यहाँ। 25-21 मा पहिलो सेट नेपाल पुलिस क्लबको पक्षमा। त्यसपछि टिपटप न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीले दोस्रो सेटमा 25-17 मा जित्न सफल भयो। त्यसपछि तेस्रो सेटमा नेपाल पुलिस क्लबले 25-23 मा र चौथो सेटमा नेपाल पुलिस क्लबले 25-19 मा जितेको छ यो खेल। प्रतियोगिताको उपाधि जितेको छ। च्याम्पियन बनेको छ। लगातार 3 प्रतियोगितामा हारको बदला लिएको छ। न्यू डायमन्ड सुधारेको अपेक्षा हुनेछ यो टोलीलाई। उपाधि जितेको छ। च्याम्पियन बनेको छ। यो च्याम्पियनको ताज लिएको छ। लामो समय लाग्यो यो टोलीलाई फर्किन प्रतियोगितामा च्याम्पियन बन्न। खेल्नेछ काभा क्लब च्याम्पियनसिप। नेपाल पुलिस क्लबले लगातार तेस्रो पटक काभा क्लब च्याम्पियनसिप खेल्नेछ यो टोलीले। एकपटक त च्याम्पियन भइसकेको छ। दोस्रो पटक त्यति राम्रो हुन गएन यो टोलीको। तेस्रो पटक खेल्नेछ यो टोलीले। न्यू डायमन्ड स्पोर्ट्स एकाडेमी निराशा हुनेछ यो टोलीलाई। लगातार 3 प्रतियोगिताको उपाधि जितेको थियो त्यो टोलीले र यो पटक पनि जित्न सकेन प्रतियोगिताको उपाधि। सेलिब्रेसन देख्न सक्छौँ, त्यो खुसी देख्न सक्छौँ नेपाल पुलिस क्लबको। च्याम्पियन टोली खुसियाली मनाउनेछ अब यो टोलीले। प्रतियोगितामा निकै लामो समय लाग्यो यो टोलीलाई च्याम्पियन बन्न। निकै लामो समय 3वटा प्रतियोगिता गुमाएको थियो। फाइनल प्रवेश गरेर 3वटा प्रतियोगितामा न्यू डायमन्डसँगै हारेको थियो यो टोलीले। अब भने जितको सेलिब्रेसन, उत्साह यो टोलीलाई। यो जित मात्र हुने छैन, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको लागि सहभागिता पनि हुनेछ नेपाल पुलिस क्लबलाई। त्यसैले पनि महत्त्वपूर्ण छ यो टोलीलाई यो जितको सेलिब्रेसन। खुसी प्रशिक्षक, खुसी खेलाडी, खुसी व्यवस्थापन टोली
नेपाल पुलिस क्लब लामो समयपछि बधाई छ नेपाल पुलिस क्लबलाई च्याम्पियन बनेको छ।